हेलो एभ्रिवान, वेलकम टु मिनी ब्लग। साथीहरू, आज मेरो डे 2 मिनी ब्लग हो। सबैजना सन्चै हुनुहुन्छ होला। मैले चाहिँ कोठाबाटै आज ब्लग स्टार्ट गरेको छु। साथीहरू हेर्नु, बिस्तारै बिस्तारै मिलाएर टक्क अब कोठा हल्का सफा गरेर साथीहरू अनि आफ्नो मुख पनि सफा गर्नु पर्यो हो कि साथीहरू। स्किन केयर गरेर साथीहरू आज मलाई अल्ट्रै सन्चो नभएर मेरो भोइस चाहिँ अर्कै आएको छ, त्यो पनि सुनिदिनु होला है। अनि बिहान चाहिँ खाना खाँदै थिइन्, पुपुले खुवाउँदै हुनुहुन्थ्यो। अनि त्यसपछि मैले खाना खान लाग्यो। साथीहरू कति धेरै छ, भात थोरै खाने, तरकारी धेरै खाने हो नि साथीहरू। अनि मैले गम्मा खाना खानलाई साथीहरू एकदम भोक पनि लागेको थियो अनि मजाले मिठो भएको थियो। सधैँ आफूले पकाएको खाना खाँदा भक्का लाग्यो, आज कौशलले बनाउनु कस्तो मिठो भएको थियो साथीहरू। अनि मैले खाना इन्जोय गरेँ मजाले साथीहरू। अनि हजुरहरूलाई भान्डा मनपर्छ कि साथीहरू? कहिलेकाहीँ चाहिँ भान्डा पनि मिठै हुन्छ है। आज चाहिँ हाम्रो भान्डाको तरकारी थियो, मिठै भएको थियो साथीहरू। अनि त्यसपछि हजुरले के गर्नुपर्छ, मैले खाना चाहिँ इन्जोय गरेर भए गरेँ। अनि पछि तर खानासाना खाएर पसलमा आएँ मम्मी। अनि त्यसपछि गराकोहरू आउनुभएको थियो। अनि बिहा छैन त्यहाँ म आमालाई जिस्काएर भागिरहेको थिएँ साथीहरू। यति जिस्काएर भाग्छ। अनि बिहाको चकचक हेर्नु है, त्यहाँ खेल भन्दा नखेलेर त्यहाँ मुख खोलाएर बसेँ होइन, त्यहीँ जाने भनेर हैरान पार्छ साथीहरू बिहासले त सधैँ। अनि मैले हल्का मेरो सुट पनि गरेँ बिहास कलेक्सनको लागि, सुट गरेर। अनि त्यसपछि यस्तो गरम भएको थियो होइन, बिमास फेरि रोएर पछि लाग्को लागि गाह्रो हुन्छ साथीहरू बुझ्दैसँग है। त्यही पनि साथी सबैजनाले बिहास कलेक्सनलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, अर्डर गरिदिनु होला है। अनि साँझ खाना रोटी खानलाई साथीहरू हामीले चाहिँ रोटी खाएर अनि धेरै जस्तो साँझ रोटी नै खान्छौँ कि हामीले, रोटी खाएर। अनि मैले कपडा अब त्यो भिडियो मात्रै त बनाएर भएन नि साथीहरू, पठाउनु पऱ्यो, प्याक गर्नु पऱ्यो, राख्नु पऱ्यो। अनि गरेँ। अनि त्यसपछि बिहासको आमा आउनुभयो। अनि बिहासलाई खेलाउन अनि यस्तै गरेर हाम्रो दिन बितिरहेको भयो साथीहरू।